हेलो गाइस, हामी दाइहरू आज हामी कहाँ जानु लागेको रे? हामी एक झलक ट्रेडर्समा गइरहेछौँ। होइन, हामी मरम स्ट्यान्डमा समोसा ल्याउने हो। सुरेश भाइले आज सुरेश भाइ साह्रै ज्ञानी भाइ छ यो। यसलाई चाहिँ हामीले सब्सक्राइब, लाइक, सब्सक्राइब, सेयर गर्नु होला। यो भाइले जति पनि इन्कम गर्छ नि यहाँबाट त्यति यसरी भोका प्यासाहरूलाई गर्दै भोजन गराउने काम गर्छ। आज पनि त्यही हाम्रो योजना छ। दाइका कुरा त सुन्नुभयो होला गाइस पक्कै नि तपाईँले, होइन? उहाँका भनेको कुरा त लाग्नुभयो भने तपाईँ सफल हुनुहुन्छ, यदि लाग्नु भएन भने तपाईँ असफल हुनुहुन्छ। छिटोभन्दा छिटो उहाँले भनेको कुरातिर जानु होला। मेरो च्यानल चाहिँ सब्सक्राइब गर्नु होला, होइन? उहाँ दाइले चाहिँ त्यो गरे भए त हजुरलाई एउटा समोसा पक्कै किनी खुवाइदिन्छन् भन्ने मलाई आशा छ, होइन दाइ? मैले होइन त खुवाउने, अघि नै मैले कुरो गरिसकेँ त। भाइले खुवाउने कुरो छ, खुवाउँछन् पनि। नमस्ते नमस्ते, आराम हुनुहुन्छ? ल अब हामी ठ्याक्कै धनगढी रोड एचएफसी पछाडि देखिँदै कृष्ण मार्केट हुँदै बरपिपल गल्लीबाट 6 लाइन सडकमा पुग्यौँ। पूजा सामग्री यहाँ अझै मोमो पनि रहेछ। यस्तै छ साथीहरू, साथीभाइहरू। अब यहाँको प्रख्यात पसल हाम्रो के भन्छ, महरा मिष्टानमा जाँदैछु। यहाँ पनि उपचार खर्च अत्याधिक महँगो हुँदै जाँदा परिवार आर्थिक समस्यामा परि औषधि परीक्षण 6 लाइन सडकमा स्थापन गर्न नसक्दा दक्षिणतिर परिवेश अत्तरी आउने रोड, भाइपट्टिको धनगढी जाने रोड गाइस। ल एनडब्ल्युए कलेज धनगढीको बस आयो। यो मेरो छोरीको कलेज बस पनि हो। यस्तो छ। हामी महाराम स्थानमा हामी अब लगत्तै प्रवेश गर्दैछु। ल अब हामीले भनेको छोले समोसाको लागि धन्यवाद भाइ, धेरै धेरै धन्यवाद। भोग लागेको बेला कहाँबाट अप्ठ्यारै भएर आएछौँ। ठिक छ, ठिकै छ। पलाको पैँचो हो। हामी पनि कुनै दिन हजुरलाई भोकाको गोजीमा नभएको बेला हामी पनि खुवाउँला। आज यस्तै भयो। ल गाइस, हेलो। ल साथीहरू, हामी फेरि सुरेश भाइको यो लगमा जोडियौँ। हामी महरा मिष्टानबाट पूर्ण रूपमा मिष्टान पूर्ण भएर फर्किँदैछौँ। भाइलाई धेरै धेरै धन्यवाद। भाइले छोला समोसा मात्र कहाँ हो र त्यसमा रसभरी पनि थपिदिनु भयो। उहाँको त आज म त धेरै ठुलो आभारी भएको छु भाइ। अब त्यति मात्र होइन, अझै उता के अरे भाइ, हाम्रो बरपिपल गल्लीमा रहनुभएका मित्रहरू, अरू साथीहरूको लागि फेरि 5 पिस समोसा बोकेर आउनु भएको छ। यी समोसा ओहो, यहाँको त आज तारिफ गरेर भन्दा पनि कुनै शब्दै छैन हामीसँग। यस्तो अवस्था छ। ल अरू फेरि पनि के भन्छ, हजुरहरूले पनि सहयोग गर्नु होला। के भन्छ फेरि, के भन्छ दाइ भन्ने हो। लाइक, सेयर, कमेन्ट, सब्सक्राइब यावत कुराहरू गरेर हजुरहरू पनि उहाँलाई सुरेश भाइ सुरेश भ्लगको च्यानलमा सब्सक्राइब गरिदिनु होला अनुरोध गर्दछु भन्छन् हाम्रा दाइ। नमस्ते। ल उहाँले गाइस, केही भन्नुहुन्छ? तपाईँले सुनिहाल्नुभयो।
हामी चाहिँ अहिले नास्ता खाएर आयौँ अनि समोसा पनि लगेका छौँ हाम्रा गुरुजीलाई गोपालवाला आन्टीलाई होइन। अनि आज मिठो पेट पनि भरियो। साथै साथै हजुरहरूलाई फेरि जानकारी गराउँ, उहाँ खेलौना व्यापारी सेतो कपडाको पसल छ उहाँको बर्फीकोट गल्लीमा। नजिकै पूजा पसल पनि छ, पूजा सामग्री पनि नजिकै। फेरि ब्युटी पार्लर कञ्चन ब्युटी पार्लर, हामी गोपाल रेडिमेड, त्यहाँ सबै कुरो हजुरहरूलाई उपलब्ध हुनेछ। र यहाँ भाइसँग पनि भेट हुने मौका हुनेछ। साह्रै मिजासिलो हाम्रो सङ्खे भाइ हुने है त। ल धन्यवाद। ल आजको एपिसोड यति नै। अब हजुरलाई हाम्रो भिडियो कस्तो लाग्छ, यदि राम्रो लाग्छ भने लाइक गरिदिनु, लाइक गर्न सक्नुहुन्न भने कमेन्ट गर्नु, कमेन्ट गर्न सक्नु भने बटन थिचिदिनु होला। यदि थिचेकोमा तपाईँलाई एउटा समोसा मिल्दैछ। थ्याङ्क यू सो मच गाइज।